केपी शर्मा ओली प्रहरीको नियन्त्रणमा जाँदैछन्। अगाडि प्रहरीका दुईटा भ्यान छन् भने त्यस पछाडि केपी शर्मा ओलीको गाडी छ। तपाईँलाई हामीले दृश्य देखाइरहेका छौँ। गुन्डुबाट हेर्न सक्नुहुन्छ केपी शर्मा ओली यो सम्भवतः यो गाडीमा हुन सक्छन्। दर्शकबिन तपाईँलाई हामीले देखाइरहेका छौँ। प्रहरीले केपी शर्मा ओली हामीले दर्शकबिन केपी शर्मा ओली प्रहरीको नियन्त्रणमा गरेको दृश्य तपाईँलाई हामीले देखाएका छौँ। हेर्न सक्नुहुन्छ यो भ्यानमा केपी शर्मा ओली गरिएका छन् भने केपी शर्मा ओलीले गाडीको सिसा तल गरेर पनि हात हल्लाउनु भएको थियो, मुस्कुराउनु भएको थियो। यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। दर्शकबिन केपी शर्मा ओलीलाई गुन्डु निवासबाटै प्रहरीले पक्राउ गरेको दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। हिजो मात्रै नेकपाले विज्ञप्ति जारी गर्दै प्रतिकारमा उत्रिने देखाएको भन्ने जानकारी गरेको थियो भने यद्यपि त्यस्तो देखिएन। केपी शर्मा ओलीलाई अहिले प्रहरीले नियन्त्रणमा लगेर लिइसकेको छ। दर्शकबिन रमेश लेखकलाई पनि नियन्त्रणमा लिएको भन्ने हामीले जानकारी पाएका थियौँ भने यति बेला केपी शर्मा ओलीलाई पनि लगिसकेको छ। यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ गुन्डुबाट ताजा दृश्य हो। केपी शर्मा ओलीलाई पक्राउ गरेको यो दृश्य हामीले ऐतिहासिक बन्न सक्छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई घरबाटै प्रहरीले पक्राउ गरेको छ। नयाँ सरकार जुन बालेन शाह प्रधानमन्त्री भए पछाडि र जेएनजी अभियन्ता सुदन गुरुङ गृहमन्त्री भए पछाडि पक्राउ गर्ने भनेर जुन निर्णय गरेको थियो त्यसको लगत्तै आज केपी शर्मा ओलीलाई पक्राउ गरिसकेको छ।